एभ्रिवान म चाहिँ काठमाडौँ जाँदैछु अनि कपिलवस्तुमा मजाले घाम लागेको थियो त्यो दिन अनि भैरवा पुग्दा चाहिँ हाम्रो वेदर यस्तो थियो। मलाई चाहिँ मेरो भाइहरूसँग छोड्न गएको थियो। मेरो फ्लाइट पनि 4 आवर डिले भएको थियो यो वेदरले गर्दाखेरि। अनि मलाई चाहिँ इन्टरनेसनल मास्टर मेकअप क्लासको लागि जाँदै थिएँ अनि साँझसम्म धन्न फ्लाइट भयो। अनि एयरपोर्टमा चाहिँ मेरो साथी मलाई लिन आएकी थिइन् अनि म साथीसँग भेटेँ। अनि नेक्स्ट डे चाहिँ म क्लासमा जानको लागि बिहानै उठेर रेडी भएर आफ्नो भेन्यूतिर लागेँ अनि वहाँ गएर नयाँ साथीहरू पनि भेटेँ। भेन्यूमा पुगिसकेपछि एकछिन फोटो भिडियो लिएर फेरि ब्रेकफास्ट गरेर हामी प्रोग्राम हलतिर गयौँ। त्यहाँ चाहिँ टेबलमा हाम्रो नामहरू सेट गरेर बुके चक्लेट राखिदिनु भएको थियो अनि हाम्रो जुल्फी आइमेढो म्याम आउनुभएको थियो मास्टर मेकअप क्लासको लागि। अनि हाम्रो फर्स्ट डेमोन्स्ट्रेसन क्लास पनि स्टार्ट भयो। सकिसकेपछि हामीले नजिकबाट उहाँले गरेको मेकअपहरू हेऱ्यौँ। एकदम इन्टरनेसनल टेक्निक, उहाँको सिग्नेचर लुक सबै हामीलाई देखाउनु भएको थियो। अनि लन्च गऱ्यो बिचमा अनि हाम्रो सेकेन्ड डेमोन्स्ट्रेसन स्टार्ट भयो। अनि फेरि सेकेन्ड डेमोन्स्ट्रेसनमा पनि एकदम उहाँले आफ्नो टेक्निकहरू अनि हामीले इन्टरनेसनल टेक्निकहरू पनि सिक्यौँ। एकदम राम्रो लाग्यो उहाँको क्लास लिएर अनि खुसी पनि भएँ है। अनि हामीले सर्टिफिकेट पनि लियौँ इन्टरनेसनल मेकअप क्लासको। अनि सर्टिफिकेट लिएर एकदम खुसी लाग्यो यो क्लास लिएर। अनि साँझ चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान।